हेलो साथीहरू, शुभ बिहानी, शुभ प्रभात सबैजनालाई। म तपाईँहरूकै साथी एनबी राई। स्वागत छ पूर्वेली राई भ्लग 123 युट्युब च्यानलमा। सबैले माया साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। म चाहिँ गाइजहरू याङ्गो राइडर हो होइन। हजुर यही हो। टाढा बाँकी छ। ल गाइजहरू 17वटा टिपको टार्गेट हो होइन। अझै 4वटा टिप बाँकी छ मेरो। अब लु साथीहरू, अब गर्मी लाग्न आँट्यो। खोला छेउछेउ रुखै रुख छ। रुखको फेदमा बसेर हावा खानु आनन्द आउँछ है साथीहरू। खोला छेउछेउ रुखै रुख छ होइन। कोरिडोर अब गरी महिनामा हावा खाँदै गफ गर्दै बस्नु रुखको फेदमा साह्रै मजा आउँछ हौ गाइजहरू। लगभग गर्मी लाग्नु आँट्यो। अब पशुपति टेम्पल जाने राइड हो जो गाइज। यो चाहिँ मेरो लास्ट राइड हो आजको 17 टिपको लास्ट राइड गाइजहरू। लिन जाँदैछु म 3 गुनेबाट पशुपति जाने रहेछ होइन। आजको लास्ट राइड लिन जाँदैछु साथीहरू म होइन। 3 गुनेबाट पशुपति जाने यो चाहिँ मेरो 17 टिपको टार्गेटमा आजको लास्ट राइड हो। ल अब यहाँ तलबाट जानु पर्ने, तल बाटै बन्द छ यार। माथिबाट घुम्नु पर्ने भयो, के गर्नु त्यस्तो पनि। यहाँबाट जाँदा फेरि सिट हान्नेलाई तलबाट घुम्नु पर्ने। फेरि यो कस्टमरहरूको बानी बुक गरेर बाहिर निक्लिनु, बुक गरेर भित्र बसिदिएर आउँछु यार। हजुर हजुर, म ठ्याक्क लोकेसनमा छ हजुर। तपाईँ कहाँनिर हुनुहुन्छ तपाईँ? त्यही त 3 गुने छेउमै म तपाईँको बिएमडब्लुको सोरुम छेउमा छु। बिएमडब्लुको सोरुम छेउमा छु। कहाँ तपाईँ पेट्रोल पम्पमा हुनुहुन्छ? त्यही त म चोकमै छु। तपाईँ कुन चाहिँ चोकमा भनेको? कुन चाहिँ चोकमा भने तपाईँ चाहिँ ठ्याक्कै त कहाँनिर भन्नु त? ए तेरिका के तालको छ यार। मान्छे एकतिर लोकेसन एकतिर हाल्छ मासला, दिमाग खराब गर्छ क्या। न लोकेसन राम्रो दिन नजान्ने चाहिँ के तालको नमुनाहरू हेर। तालको कस्टमरहरू पर्छ यार। एउटा पेट्रोल पम्प भन्न आउँदैन। पेट्रोल पम्प उद्योग रे के भने त त्यो। अहिले पनि म राइडकै क्रममा छु। आज 17वटा राइड हालेको छु गाइजहरू होइन। बिहान 7 बजेदेखि अहिले नि म राइड लिन जाँदैछु। लगभग 9 किलोमिटरको राइड लिन जाँदैछु म होइन। यस्तै हो, राइड गर्दा कहिले लामो कहिले छोटो पर्छ, कहिले अब 13-14 किलोमिटर पर्छ, कहिले 17-18 किलोमिटर। त्यस्तै त गाइजहरू के गर्ने, काम हो, काम त गर्नै पर्यो। लोकेसन त यतै छ, मान्छे चाहिँ कहाँ छ थाहा छैन। हेलो, म ठ्याक्क लोकेसनमा छु हजुर। हजुर हजुर, हजुरको त नि याङ्गो बुकिङ छ त्यही भएर। कहाँबाट छु त्यो रहेछ, अर्काको नामबाट बुकिङ गरिरहेको छ।
फोन गरेर कहाँबाट गरे भन्छ के त बुकिङ अर्काको नामबाट बुकिङ गरेछ फोन गरौँ कहाँबाट गरे भन्छ यता छ गाईजोरी हेर्नुहोस् के गर्ने अर्काको नम्बर हालेर बुकिङ गर्छ फोन गर्दैन फोन गरेर कहाँबाट गरे केको लागि गरे भन्छ तपाईँ हो त्यो अर्काको नाममा बुक गरेपछि फोन गर्नु पर्दैन त कसको नम्बरबाट बुक गर्नु भएको बहिनीहरू चौध कसको नम्बरबाट बुक गर्नु भएको मेरै हो दुईटा नम्बर छ कि अनि अर्को भएछ कि ए त्यही त फोन गरेको अनि कता गर्नुभयो कसलाई गर्नुभयो भन्छ अनि गाह्रो छ नि त सरी कोही के मान्छे ल आइहाल्नु हजुर अघि आउनु म भयो त अघि नआएर फोन गर्थेँ त कसलाई गरेँ किन गरेँ भन्छ नि बस्नु हजुर पेसेन्जर लिन पनि 2.5 किलोमिटर आउनुपर्छ यार के गर्ने गाह्रो छ कसरी धान्ने होला यसरी यार यो त लोकेसन मान्छे कता हो थाहा छैन हजुर म ठ्याक्कै लोकेसनमा छ हजुर 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 तपाईँ हो बस्नु बस्नु हजुर हजुर म यो बस्नु